जिएफ बनाउनु राम्रो हो कि होइन? अनि यस्तो अब जिएफ बिएफ भनेको कुरा नराम्रो होइन कि, तर तिमीले पहिले तिमीहरू कति पढ्थ्यौ, तिमीले पहिले कति पढ्थ्यौ, कस्तो मेहनत गर्थ्यौ, तिमीहरू लाइफको सक्सेसको लागि कति डेडिकेटेड थियौ, त्योभन्दा ठ्याक्कै 2 डबल धेरै डेडिकेटेड हुन्छौ भने नि धेरै राम्रो कुरा हो। साथी बनाउनु राम्रो हो, बिएफ बनाउनु जिएफ बनाउनु राम्रो कुरा हो, त्यसले नराम्रो गर्ने हो नि। तर बिएफ जिएफ बनाउँदा टाइम बिग्रियो, खालि नराम्रो कुरा जिस्किने पर्सनल कुराहरू मात्रै गर्ने, पढाइमा ध्यान नदिने, एउटालाई गाह्रो हुँदाखेरि अर्कोले हेल्प नगर्ने, एउटालाई पढ्न आएन मलाई सिकाऊ भन्दा नभन्ने, नसिकाउने, अनि दुनियाँ वाहियात कुरा गर्ने, नेगेटिभ कुरा गर्दा चाहिँ रातभरि बिताउने, त्यस्तो खालको मान्छे जिन्दगीमा एक दिन पनि सङ्गत गर्यो नि तिमीहरू सक्यो के, तिमीहरू लाइफमा केही गर्न सक्दैन। यो कुरा चाहिँ लेखेर राख्नु है, फेरि एकदम लेखेर राख्नु। तिमीहरू लाइफमा केही नै गर्न सक्दैन त्यस्तो मान्छे भेट्यो भने, केही पनि गर्न सक्दैनौ है। प्रोग्रेसिभ छ तिमीहरूलाई, तिमीहरूको पाइलामा हेल्प गर्ने, मोटिभेट गर्ने, तिमी पढ हामी यसरी नभुल्यौँ, सधैँ राम्रो गरौँ भनेर एकदम मोटिभेट गर्छ। सानो कुरा बिग्रिँदा गल्ती हुँदा पनि एकदम मोटिभेट गर्ने, त्यस्तो साथी पायो, बिएफ जिएफ वाट एभर, त्यस्तो दाइ दिदी त्यस्तो सङ्गत पायो भने जसको पनि सङ्गत लिनु, अगाडि बढ्नु र नराम्रो कुरा एकदम पोइन्ट आउट गर्नु। तिम्रो यो कुराले तिमी दुख्छौ है, एकदम गलत कुरा हो, यो बानी छोड, यो नराम्रो काम नगर भनेर भन्दा ठ्याक्कै मान्नु पनि पर्यो एकअर्कामा। त्यस्तो ग्रुप छ भने ग्रुपमा पनि मान्नु पर्यो, त्यस्तो छ भने साथी हो। अनि तिमीहरूको कस्तो साथी हुन्छ भने तिमीले गल्ती गर्दा उसले ठिकै छ यार छोड्दैन भन्ने, उसले गल्ती गर्दा तिमीले छोड्दैन भने तिमीहरू दुईजनै खतम हो क्या, त्यस्तो साथी हो भन्ने। मैले भन्नु खोजेको XYZ है, कोही मान्छे हुनसक्छ केही गल्ती छ, कसैले एउटा नराम्रो काम गर्यो भने सिधै भन्नु पर्यो कि, यदि राइट साथी छ भने भन्छ कि यो नराम्रो काम नगर, यस्तो हुँदैन भनेर भन्दा थपक्कै मान्छ पनि। त्यस्तो छ भने द्याट इज गुड होइन, त्यो चाहिँ बेस्ट हो। त्यो छैन भने तपाईँहरू डुब्दै हुन्छ आफू, लाइफमा केही पनि गर्न सक्नुहुन्छ।